हेलो नमस्ते। जय गोर्खा दरबार सङ्ग्रहालय घुम्ने प्रयास सिमसिम पानी परिरहेको छ। कहाँसम्म सकिन्छ होइन, त्यहाँसम्म हिँड्ने प्रयास गरिरहेको छु। यो बाटो चाहिँ यसरी जान्छ होइन, यस्तो सिँढी हिँड्दै जाने हो। पुरै तलबाट आउँदैन, स्याहाँ भइसक्यो। पानी परिसकेको छ। बिस्तारै बिस्तारै विश्राम गर्दै हामी जाने बेलामा छौँ। लास्ट गाह्रो हुँदो रहेछ हिँड्नलाई, थाकिसक्यो म चाहिँ। कहिले हिँडेको छैन, पहिला धेरै 10-15 वर्ष अगाडि आइएको थियो। अहिले यो सेकेन्ड टाइम हो। हाइट हेलो लास्ट थाक्यो। यसरी नै सधैँ हिँड्ने हो भने चाहिँ यो युरिक एसिड नि बढ्ने थिएन, बोसो फ्याटी लिभर नि हुने थिएन होइन। खानपान र जीवनशैली एक्सर्साइजलाई चाहिँ राम्रोसँग ध्यान दिने गरेको अहिले अलि लङ्गडो बनाउँदैन थियो होला। हिँड्न एकदम स्यासे नै हुँदो रहेछ साथी। गोर्खा दरबार जाने उकालो, गोर्खा बजारबाट हाडै उकालो, यस्तो उकालो छ कि कुरै नगरौँ। यसरी सधैँ हिँड्ने त बोसो सब भएको थियो होला है। यहाँ पनि अर्को मन्दिर छ होइन। फेरि यहाँ ज्येष्ठ नागरिक प्रतीक्षालाई पनि बनाएको रहेछ। यहाँबाट देखिन्छ गोर्खा दरबार। यो हो गोर्खा। यहाँ बर पिपलको मन्दिर छ। अब हामी यताबाट लाग्छौँ। यो लास्टै गाह्रो बनाएको छ। लास्टै गाह्रो बनाएको साथीहरू, लास्ट गाह्रो बना। अब अलिकति थोरै बाँकी छ। यहाँ प्रतीक्षालयमा आएर बसेको छु। अब एकछिन थकै मारेर चाहिँ हिँड्नु पर्यो। लोद बनाएर पानी पनि पऱ्यो। ल बल्ल पानी र अलिअलि थकाइ नै मऱ्यो। अनि बल्ल हिँड्दैछु। अझ सिमसिम पानी पर्दैछ। सिमसिमे पानीमा जानले बेइमान गर्छौ कि जिन्दगानीमा। बाटो त अहिले पुरै राम्रो छ। बिस्तारै लोख्रो हिँड्दैछु। यसलाई बिस्कुट लास्टै भग्लाएर तपाईँले दिनुभएको रहेछ है बिस्कुट। ए डेली अन्डा खान्छ। हेट पशु भनेर हुँदैन साथीहरू। पशु भने धेरै ज्ञानी छ है। म डराएर आएको थिएँ, तर सरक्क बिस्कुट खान्छ भनेको जुरुक्क उठेर मबाट आयो होइन। अनि अर्को नि खाने, अर्को नि खाने। ल अर्को नि दिनु दिदी, दिदी अर्को नि दिनु। अर्को नि खान्छ अरे। अँ ल अर्को पनि खान्छ। अब चाहिँ गोर्खा दरबार मन्दिर आइपुग्नु लाग्यो। लगभग यहाँ स्थानीयले भनेअनुसार 5 मिनट लाग्छ भन्नुभएको छ। लगभग 5 मिनटमा हामी चाहिँ नि मन्दिर पुग्ने बेलामा छौँ। तपाईँलाई गोर्खाको पहिचान, गोर्खाको ऐतिहासिक मन्दिर देखाउनेछु।
लोथ उकालोले मलाई लगभग 2 घन्टा जस्तो लाग्यो। 2 घन्टा अनि पूजा गर्ने होइन, म घुम्ने मात्रै हो होइन। पूजा गर्ने बेला आएपछि नि लैजान्छ ल। यहाँ ल चिनो चाहिँ लैजान सकिन्छ। नलाने दिदी अहिले। कुकुरदेखि लास्टै डर लाग्छ नि। मन्दिरहरू सब आइसक्यो। अब यहीँ माथि ल 5 मिनट भन्नुभएको थियो। ल फाइनली गाइज हामी आइसकेका छौँ। स्याहाँ चाहिँ लोड भएको छ। यहाँबाट मेन गोर्खा दरबार प्रवेश गर्ने प्रवेशद्वार हो यो। यहाँ तल यसरी चाहिँ यही बाटो तलबाट हो। यो चाहिँ पहिला पनि अलिक व्यवस्थित नै थियो। यो चाहिँ त्यहाँबाट चाहिँ तल रामशाह चौतारा तल्लो कोट जाने बाटो हो यो चाहिँ। यो सार तल यताबाट दरबार गइन्छ। यो चाहिँ मेन गेट भयो। यहाँबाट छिर्छौँ हामी। यो घुम्ती सारा पानी परेकोले अलि शीतल भयो। यति बेला कोही पनि आउनु रहेछ मन्दिर। म एक्लै भएँ। थकैले लोड बनायो साथी। 2 घन्टा त लाग्यो मलाई। 2 घन्टामा मलाई त कति 45 मिनट भन्नुभएको थियो। ठ्याक्कै डबलै दा। टाइम पास गर्नु पनि थियो। गोर्खाबाट गाडी नआउन्जेल कुरो परिन्थ्यो। कुरोभन्दा दरबार घुमेर आउँछु भनेर। हेर्नुहोस् गोर्खाबाट देख्ने भ्यूहरू। ठ्याक्कै मन्दिर आइपुग्यो साथीहरू। हाम्रो गोर्खा हाम्रो पहिचान। यहाँ चाहिँ जुत्ता चप्पल राख्ने ठाउँहरू छ। साथीहरू जुत्ता चप्पल फुकाले अलि चिप्लो हुँदो रहेछ। अब हिँडिन्छ।
यहाँ त सिसी क्यामेरा नि हुँदैछ जुत्ता चप्पल निषेध भन्नुभएको छ यहाँ चाहिँ जुत्ता चप्पल लाउन मनाइरहेछ ल फाइनली म मन्दिर आइसकेँ ल हेर्नु ल गोर्खाद्वार ए यहाँ त बाँदर नि यो चाहिँ गोर्खाद्वार देखिने भ्यू हो गोर्खा बजारको यहाँ चाहिँ अहिलेसम्म पृथ्वीनारायण शाहले थापेको आएको अहिलेसम्म जथाको तस्तै बलिरहन्छ भन्ने हुन्छ ल धेरै बुवा अहिले कोही आउँदो रहेछन् है ए पृथ्वीनारायण शाह तापेको आएको ए पृथ्वीनारायण शाह तापे आएको त्यो हजुर यो गोरखनाथको धुनी हजुर ए गोरखनाथको धनी हो यो चाहिँ हजुर यहाँ गोरखनाथलाई रोड पर्छ चप्छ सर ए बाँदर